Let's get ready with us. She has already put on dress. Now it's my turn. This is what I'm wearing today. We are doing makeup now, है. अब चाहिँ उसले हल्का हल्का आफ्नो मेकअप गर्दैछ. म चाहिँ यहाँ स्क्रिनको अगाडि गर्छु ल. ल फर्स्टमा चाहिँ मैले कन्सिलर लगाइसके. कन्सिलर लगाइसकेपछि चाहिँ I'm making my eyebrows. Now let's set my face with this compact powder. I'm not using any foundation today. Blush. केही गर्दैन मलाई केही मेकअप गर्न आउँदैन अब कपाल मिलाउन बाँकी छ मोइस्चराइजर सेरम सनस्क्रिन ब्लश मस्कारा यति हो Now I'm applying this eyeliner. हल्का विङ्स मात्रै बनाउँछु. I'm done with my eyes. Now it's time for mascara. Now let's apply lip liner. आज चाहिँ यो सेटको लिपस्टिक ट्राई गरौँ ल. त्यसपछि लिप ओइल. My makeup is done. We are done with our makeup. Ring अनि त्यसपछि हातमा चाहिँ उसको I think I should wear this. Will you help me fix it? Wow, this is giving royal vibe. कानमा चाहिँ I think ये लगाइदिन्छु यसकै सेट. कानमा चाहिँ यो कस्तो cute. This is our final fit check. Here we are at city center. आज चाहिँ हामी 18D experience गर्न जान लाग्यो. एकदम भिड छ कि सिटी सेन्टरमा किनभने आज स्याटरडे चाहिँ जहिले नि मार्केट लागिरहेको हुन्छ है. अब स्याटरडे चाहिँ एकदम रमाइलो हुने कि जहाँ पनि एकदम भिड तर एकदम रमाइलो राइट. इट्स माई सेकेन्ड टाइम गोइङ देयर. अनि उसको चाहिँ मेरो लागि उसको फर्स्ट टाइम हो. अस्ति डाइनोसरमा गएको. आज चाहिँ कहाँ जान्छौँ लेट्स. आज कति साह्रो भिड. अस्ति हामी आएको बेलामा चाहिँ भिड नै थिएन गाइज. आज एकदम धेरै नै भिड छ. सो हामी चाहिँ फर्किन लाग्यो. अब हामी कहाँ जाने त्यही नै गरिदिउँ. ठिक छ अब नेक्स्ट टाइम आउँछौँ. यति लामो लाइन भोलिसम्म अहिले चाहिँ अचार घर आएको खाना खानलाई बिकज त्यहाँ हामीले पालो पाएन. गेस वाट गाइज मैले चाहिँ यो किने मार्केटमा गएर. वाउ दिस चङ्की ब्रेसलेट. अब चाहिँ के खाने होला खाना. अचार घर हाम्रो खाना आउँदैछ. हामी पर्खिरहेछौँ. हाम्रो अचारहरू चाहिँ आइसक्यो. अब खाना आउनु बाँकी छ गाइज. हाम्रो खाना पनि आइसक्यो. अब चाहिँ हामी खान्छौँ ल. मेरो चाहिँ भेज बिकज आइ एम भेजिटेरियन. ऊ चाहिँ चिकन. लेट्स इट. अब लेट्स नबोलेर खान्छौँ ल. अचारहरू राख्नु पऱ्यो सबै थरीको. यसमा हामीसँग खानामा चाहिँ छ मेरो चाहिँ भेज हो. सो आलुदममा मगाएको मैले. आलुदममा भात दाल अनि आलु अनि त्यसपछि करेला सलाद अनि अचार साग अनि यो गुन्द्रुक र बदमास अनि अचार अनि फुलकोपी. तिनीहरूमा चाहिँ एक्स्ट्रा उसकोमा चाहिँ चिकन छ. त्यही यति नै हो होइन. अनि दही. लाइट अन भएपछि कस्तो ब्युटिफुल देख्यो है. सो म पनि त्यहाँ राम्रो देखिरहेको. ओके गाइस हामी खाना खाइसकेर आएको. बाई बाई. दिस मच फर टुडे.